दर्शकबिन नमस्ते। म आज हजुरहरूलाई अडर कसरी धेरै फलाउन सकिन्छ एउटै बुटोमा भन्ने बारेमा बताउन गइरहेको छु र मैले कसरी गरेको छु त्यो पनि म भन्न गइरहेको छु। त्यसभन्दा पहिला यो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने हजुरले सब्स्क्राइब गरिदिन नभुल्नु होला। अनि यसमा के कस्तो लाग्छ लाइक अनि कमेन्ट पनि गर्न नभुल्नु होला। ल हजुरलाई म देखाउन गइरहेको छु। यो मेरो घरमा भएको अडरको रुख हो। यो रुखलाई मैले के गरेको थिएँ, मैले अलिकति बढिसकेपछि यसलाई हाँगाहरू सबै काटिदिने है। काट्दै लैसकेपछि त्यसबाट अरू धेरै हाँगाहरू पलाउँछ। धेरै हाँगा पलाइसके जति धेरै त्यसपछि फेरि माथिबाट फेरि एकचोटि मैले यसलाई 3 चोटि काटेको है। यस्तरी काटिसके त्यसपछि फेरि अर्को पलायो, यस्तरी काट्यो फेरि अर्को पलायो। तलदेखि यसरी काट्दै यसरी काट्ने यति धेरै यहाँ हेर्नु त कति यहाँ एउटा काट्दा कतिवटा हाँगा हाले यसलाई हेर्नु त यहाँ यति धेरै हाँगा राखेको छ। यसबाट फेरि माथि आएपछि फेरि मैले यहाँ आउँदा फेरि काटिदिएको छु। यसरी 3 चोटि काटिसकेपछि यति धेरै हाँगा हालिराखेको छ। अनि त्यसपछि छोडिदिएछु। अनि त्यो अडर त्यसबाट कसरी फलेको छ भने ल हेर्नु कसरी फलेको छ है। ल यसरी एउटै बुट्टामा यति धेरै फलेको छ कि यो बुटोले अहिले धान्न नसकेर यसरी भुइँमा लत्रिसक्यो। ल हेर्नु त टाढ्दै देखाउँछु मैले। धान्न नसकेर यसरी लत्रिएको छ। ल हेर्नु ल यसरी लत्रि भुइँमा नुगिसकेको छ। यसलाई टाइममा पानीहरू दिनु, मलहरू दिनु। यसमा मैले विषादीहरू पनि केही छिटेको छैन, सब ठिक छ। यसरी यति धेरै फलेको छ। धेरै यसरी गरियो भने धेरै बुट्टा हामीलाई आवश्यक पर्दो रहेनछ। यो अडरको हो। त्यस्तै गरी अर्को बुट्टो मैले फेरि नकाटिकन राखेको थिएँ। नकाटेको बुट्टो म हजुरलाई देखाउँछु। नकाटेकोमा कस्तो फलेको के गरेको छ भन्ने कुरो ल यहाँ हेर्नुभयो। यो बुट्टो मैले काटेको छैन है। नकाटिकन यो बुट्टो ल हेर्नु एकै ठाउँमा छ। यो बुट्टोमा म नकाटिकन कस्तो फल्यो त ल एउटा दुईटा यस्तरी फलेको छ। ल कति फलेको छ अनि अब चाहिँ मैले त्यसरी काटेर हजुरलाई देखाएँ नि। काटेर कसरी गर्दाखेरि धेरै हाँगा काटिदिइसकेपछि माथि झम्म भएर फलिराखेको छ। अनि कोही खाली छैन, फल प्रत्येक हाँगामा फलिराखेको छ। कसरी फलेको छ ल हेर्नुभयो नि। त्यही भएर हामीहरूले धेरै चाहिँदैन। हामीहरूको लागि बुट्टा थोरै भए पनि काटेर त्यसलाई काटेर माथि गएर झम्म धेरै हाँगा हाल्छ र त्यो हाँगा हालिसकेपछि त्यसमा अझै राम्रो फल्छ। नयाँ हाँगाबाट धेरै राम्रो फल्छ। पुरानो एउटै हाँगामा भन्दा नयाँ हाँगाबाट धेरै फल्ने भएको हुँदा यसरी हजुरले 2-3 चोटि पहिला त्यसलाई माथि मिलाएर काटिदिनु भयो भने र त्यसपछि पलाएको हाँगाहरू पनि धेरै आउँछ र फल पनि राम्रो फल्ने गर्दछ। यसरी फल्छ। ल हेर्नु हजुरले देख्नु प्रुफ देखिसक्नु भएको छ मैले गरेको प्रुफ। र यो हाँगा काटेर लगाएको हो भने ल हेर्नुहोस् है। यसलाई माथि काट्दै गएर माथि हाँगा हालिसकेपछि माथि फलेको यो यसको हाँगा काट्दै ठुलो गराएको मैले होइन। अनि यो नकाटिकन नकाटेकोमा फेरि ल हेर्नुहोस् यस्तो चाहिँ यति एउटा दुईटा फलेको हुन्छ। यस्तरी नकाटेकोमा काटेकोमा ल हेर्नुहोस् यस्तरी फलेको छ। नसकेर यो धान्न नसकेर यसरी नुगिएको छ यहाँबाट। ल हेर्नु त यसरी आएर एउटा बुट्टोमा ल हेर्नु कति हाँगा हालेको छ, कति धेरै फलेको होला यसमा। ल हेर्नु त त्यही भएर हजुरहरूले पनि यस्तरी पहिला अलिकति बुट्टो ठुलो भइसकेपछि हाँगाहरू चटक मिलाएर काटिदिनु। अनि फेरि त्यहाँबाट हाँगा हाल्छ, अलि माथि जान्छ, फेरि माथि एकचोटि काटिदिएर अनि बल्ल छोडिदिनु होला। अनि यस्तै गरी राम्रो फल्छ है। हजुरलाई के कस्तो लाग्छ कमेन्ट गर्न पनि नछुटाउनु होला। धन्यवाद, नमस्ते।